फाइनली भेट भइसकेको छ। कति माया गरिस् मलाई तिम्रो जुली मिलेछ कि नै त्यहाँको मान्छेलाई सोध कति माया गर्छ म त आज जान्नु होला हेर्नु त दिउँसै रात पर्नु कति राम्रो छैन है बाइकले फाइनली धोका दियो यो बाइक चाहिँ राख्नु पर्ने हो फाइनली बुटोल पुग्यो होइन यस्तो खुसीको आँसु आइरहेको छ क्या मलाई आज मैले यिनलाई गाई भानिदिएँ आज यिनलाई गाई भानिदिएँ चाहिँ ताराको र झर्नाको पछि बसेपछि गाई ससी तिमी यहाँ आउन त बनाइदिन्छु खसी अब हाम्रो मेरो ससीले वेलकम ब्याक टु न्यू ब्लग आज चाहिँ मेरै घरबाट मेरै रुमबाट ब्लग स्टार्ट गर्दैछु फाइनली घोषसँगको प्लान मेरो सक्सेस भइसकेको छ अब म घोषलाई भेट्न जाँदैछु यहाँबाट अनि घोष चाहिँ मलाई पर्खिरहेको छ अनि हामी कहाँ जाँदैछ भनेर घोषले नै भन्ने छ है त अनि स्याड कुरा चाहिँ मैले मोटो ब्लग गर्न नपाने भएँ किनकि मैले हेलमेट माउन्ट यहाँको यो माउन्ट चाहिँ काठमाडौँमै छोडेर आएछु दाङमा चाहिँ नपाउने भयो अनि बुटोलमा गएर किनेर त्यहाँबाट बनाउने भनेको के अरे उसको घर यहाँबाट धेरै टाढा छैन 15-20 मिनट लाग्छ यो चाहिँ हाम्रो दुधराज है हुर्केको हामी पोलेको यही हो ल ट्याक्कै चाहिँ म अहिले घोराई बजारमा आइपुगेँ यहाँबाट चाहिँ घोषको घर खासै टाढा छैन यहाँबाट नजिकै नै हो यही एरियामा पर्छ यो घोराई बजारदेखि हल्का उता जानुपर्छ घोषलाई भेट्न चाहिँ ल फाइनली घोषको घर आएँ म यही हो उसको घर चाहिँ मलाई नास्ता बनाएर राखिदिन्छ भन्थ्यो हेर म चाहिँ गएँ भित्र उसलाई भेट ऊ त्यहाँ बनाइरहेछ सरी न ढिला भयो मैले कति बजे 6 बजे भने होइन कति बजे आउने रे कति 5 बजे आउँछु भनेको 5 बजे 6 बजे हो 5 बजे 6 बजे आउने कि ल ल पानी अलि हालिदिन्छु है कफी बनाइदिन्छ भुल्या छैन होला फाइनली भेट भइसकेको छ यिनी चाहिँ यहाँ आइसकेको छ म पनि यहाँ आइसकेको छु अनि यहाँ मम्मी म पनि आइसकेको छु मम्मी चाहिँ यहाँ हुनुहुन्छ अब रोटी लिएर र हाम्रो मम्मी नास्ता गर्दैछ हाम्रो हैन हामी चाहिँ कफी खाँदैछौँ सो एकछिनमा भेटौँला कहाँ यहाँ अलि ठुलो भयो अलि साइडमा लगाइदिन्छु यहाँ लगाइदिन्छु ल तिमी बोलाएको अरे के कति माया गरिस् मलाई नबोलाइ अब तिमी लाग्छ त अनि नक्कली पार्नु पर्छ हैन के हेर्नु न केटीले हेरेर हैन खै कहाँ यहाँनिर कहाँनिर हो यहाँ कहाँ देखेको छैन भयो थ्याङ्क यू सो मच अच्छा ल घोषको पनि रेडी भयो अब हामी निस्किन आँट्यौँ अनि कहाँ जान लाग्छ हामी कहाँ जान लाग्छ अब यिनलाई मैले भगाएर लाग्नु लाग्छु कहाँ जान लाग्छ भन्दै थियो मैले अघि नै त्यो भनेको होइन हामी चाहिँ डेटिङ जान्ला हो डेटिङ जान्ला हो भन न कहाँ जान्छ साथी पोखरा हामी पोखरा जान्ला पोखराबाट कहाँ जान्छौँ हामी पोखराबाट भाग्छौँ इन्डिया तपाईँहरूले सधैँ लाइभमा देख्ने घोषको रूप यही हो है मान्छे नि उसको सामान चाहिँ रेडी भइसक्यो अब हामी हिँड्न आँट्यौँ ल सी यू सुन मैले चाहिँ के अरे मोटो ब्लग चाहिँ गर्न पाउँदिनँ जहाँ बस्छु त्यही यिनलाई जिस्काउँछु रे उसको फिटा चुड्यो लो फाइनली हामी घोषको घरबाट निस्किसक्यौँ अब पेट्रोल हाल्न आँटेछौँ पेट्रोल हालेर अनि पुग्छौँ हामी बुटोलतिर कहाँ पुग्छौँ हामी भालबाङ आइपुगेको छैन मेरो नाकमा अझै गएको थियो हामी चाहिँ ट्याक्क यो लमै कटेर भालबाङ पुग्न आँट्यौँ होइन ट्याक्क हाउस हानेर निस्किन्छौँ हामी यहाँबाट हामी चाहिँ अहिले घरको अगाडि यो शिव मन्दिर थियो नि अगाडि शिव मन्दिरतिर यहाँनिर रोक्यो नि शिवजी मन्दिर छोडिदिउँ पार्वती मन्दिरमा आएर बसेछ पार्वतीसँग बसेको छु म शिवजी र पार्वतीको यहाँ भेट भइरहेछ अब हामी कहाँ पुग्छौँ यहाँबाट चनौरा हामी चनौरा पुग्छौँ अनि त्यसपछि कपिल बस्टु पछि बुटोल पछि हामी पानी खाने ठाउँमा रोक्ने
नन स्टप हिँडाउने चाहिँ नि अयो कस्तो देखेछ तिमी नखिचाउ है मलाई जिस्काइछन् तिमीको त ट्याक्कै नाकमा कालो लाग्यो क्यामेरामा त म बोल्दिनँ तिमीलाई मेरो क्यामेरा तिम्रो क्यामेरा खै मेरो क्यामेरा यहाँ ब्यागमा छ एकछिन हामीले रमाइलो गऱ्यौँ यो गरिबको बच्चासँग अब हामी यहाँ निस्किन आँटेको होइन पैसा नि त कता रहेछ त ल अब चाहिँ हामी निस्किन आँटेको भएर रमाइलो भयो एकछिन होइन मलाई पिसाब लाग्छ यार चटपट गर्ने छ मलाई चाहिँ लास्टै पिसाब लाग्छ यार त्यहाँ गयो भने त तिमी भेटिने हो आज तिमी जाऊ उता कहाँ जाने तिमी उ पारि जाऊ म यता म त्यो ढुङ्गाको पछाडि जान्छु कि सँगै जाने हो यो काठमाडौँ जाने ब्याग हो तिमी काठमाडौँ जाने हो त्यहीँबाट कहाँबाट काट्नु त्यहाँबाट ए मलाई अप्पर चढ उता बोलायो भने एक दिनको काम मात्र हो मेरो बोलायो भने चाहिँ म जानुपर्छ नि त उता बोलायो भने कुरा गर्छ यो मान्छे तिमीले मलाई छोडेर जाने भए जाऊ जाऊ मलाई मतलब छैन जाऊ जाऊ फेरि जानु तिमीलाई लिएर आउँछु कस्तो राम्रो देखेको है तिमीसँग कस्तो राम्रो देखेको तिमीहरू कस्तो राम्रो देखेको यार तिम्रो जसले मिलाएको छ कि नै उ त्यहाँको मान्छेलाई सोध को त्यो टोपी लाउने भन्छ नि को त्यो बिना टोपी हिँड्ने टोपी लाउनु पर्दैन साधन लाउनु पर्दैन को यो ब्याग बोक्ने ल शुभयात्रा सँगै जाने शुभयात्रा हामी चाहिँ निस्किन लाग्यो बुटोलतिर हाम्रो अब यात्रा यहाँबाट बुटोल हुन्छ बुटोल गएर हामी एकछिन पछि नास्ता खान्छौँ खाना खान्छौँ के गर्छौँ तिमीलाई त म खानै खान्दिनँ नि छोड्दै के खान्छौ त आज तिमी मेरो लागि व्रत बस्छौ तिमी ओ यिनी मलाई चुप्पा दिन्थिन् रे क्या अहिले बाटोमा चुप्पा दिन्छु भनेको अयो हामीले चाहिँ ल अरू भन्दा नि खाना चाहिँ कहाँ खान्छौँ भन त बुटोल भन्दा हल्का पर गएर खाम है ल मेरो सामान खसाखसी गरेर बिचरा मेरो बेबीले हेरेर बाँधिदिएको उसले बाँधेर ल्याइदिन्छ थ्याङ्क यू सो मच मलाई अथला भन्छ मान्छेले अयो थ्याङ्क यू अब उसलाई गाह्रो हुन्छ भन्दा नि मान्दैन क्या अरे बोकिदिन्छु भन्छ कति माया गर्छ म त आज जान्नु होला बगरे गाइस थाहा छ ससीको ह्यान्डल ग्यार भएको रे म अगाडि स्पिडमा थिएँ अनि मुट्टु काम्यो रे अनि ससीलाई पछाडि फर्केर हेर्छु भन्दा झन्नै अटोसँग ठोकेको म पनि अनि ससी चाहिँ पछाडि बिचरा उसको ह्यान्डल बिग्रेर अहिले ग्यारेजमा चाहिँ बुटोल पनि आइपुगेछ नि यार कपिल बस्दैन आएन अब यहाँबाट इनर्जी खाएर इनर्जीबाट यसलाई म चार्छु अघि भेटाउनु त्यहाँदेखि त्यही भेटाउनु नदिएर झन् बेसरी कुदाउँछ समातेँ बेसी यसै समातेँ नि गऱ्यो निल्दा अब स्पिड पनि भयो यसले कत्रा कुदाउने थियो यसले पुरो राइडर भइसिन राइडर केटीमा भनेर राखिदिनु चलाउने म यस्तो कुदाउनु पर्छ यस्तो चलाउँछु भनेर के हात हेर्नु त हात दिउँसै रातमा रुकिन्छ कहाँ रोक्नु भन त अब मेरो मुटुमा त त्यो होला तिम्रो रगत खान्छौ पेटमा जाउँ त गुगाउली क्यामेरा अन गरेर मात्रै हो क्यारियर है क्यामेरा अन गरेन अफ गरेन मैले यिनलाई जित्याउँछु अरूलाई जित्नु न मलाई जित्नु सक्दिनँ हो कि ल हो कि तिम्रो क्यामेरा मलाई जिस्काऊ म तिमीलाई मेरो क्यामेरामा जिस्काउँछु ल खै क्यामेरा मेरो क्यामेरा निकाल्दै निकाल्नु रिलले बाटोमा यसलाई फेरि एकान्त ठाउँ चाहिनु रहेछ मान्छे भएको ठाउँ कति राम्रो छैन है बाइकले फाइनल धोका दियो के अरे यहाँनिर काटेछ यो बाइक चाहिँ हेराख्नु पर्ने हो
टायर चेन्ज गरिदिनु भनेको छु अहिले बाइक राखेर हामी चाहिँ अब वहाँबाट गएमा बाइकमा जान्छौँ यहाँ बस्ने अब मजा हुने भयो झन् राइडको मजा अब ठ्याक्क हामी यो इभिलिया भन्ने ठाउँमा पुगेर छौँ हामी चाहिँ दुईजना अलपत्र परेका छौँ अब उसको बाइकमा जाने कुरा भएको छ फाइनली बुटोल पुग्यो ल 4-5 घन्टा लाग्यो क्या यहाँ पुग्न पनि यार मेरो बाइक चाहिँ उता राख्यो अनि यो बाइक उसको बाइकमा चाहिँ चढेर आएको म बुटोलसम्म अन्डा चाउमिन खान्छौ ओके किन्ने खायो भन किन्ने खायो लास्टै लोटा लाग्यो कि तिमीलाई लोटर लाग्यो मेरो दुई इनको अङ्क चाहिँ के अरे दुई शुभ अङ्क 2 मेरो अङ्क 8 होइन यो भयो भने हामीलाई केही हुँदैन पुग्दासम्म त्यो त तिम्रो हातमा चाहिँ तिमीले हल्लियो भने त म हालिहाल्छु हल्ली बल्ली भन्ने हुन्छ र अगाडि चलाउने मान्छेले हल्लिन भएन म मान्छे हेर न कत्रो सुकेको ओके अब भात पनि खान्न फेरि मैले यहाँ नास्ता खाएँ उसले चाहिँ खाना पनि खाएन अब नास्ता पनि खाएन अनि कडा रहेछ मान्छे यहाँ अनि खरो रहेछ त्यो मेरो शरीरलाई ढिलो गरे त्यो खाँदै नखाएर सास नपट्यो साँच्चै पुऱ्याइदियो त्यो रिसा हो ए हिँडेपछि हिँडे गर्ने भन्ने तिमी नि रेस्ट फेरि नहान्ने अब पिसाब लाग्यो भने पिसाब फेरि नदिने 15 किलोमिटर कुदाएर ल्यायो मलाई यो मान्छेले गाह्रो हुन्छ कसलाई पछाडि बस्ने मान्छेलाई गाह्रो हुँदैन त हुनु चलाउने मान्छेलाई गाह्रो हुन्छ पछाडि बस्ने मान्छेलाई पनि गाह्रो हुन्छ बस्ने मान्छेलाई के सजिलो हुन्छ भन्ने हुन्छ र ल अनि यहाँ नास्ता सास्ता खाएर निस्किन आँट्यौँ मान्छे आयो कस्तो छ टोइलेट टोइलेटबाट आकाश देखिन्थ्यो स्याङ्जा राउडा पुग्यौँ हामी भर्खर के अरे यो मान्छेले मलाई नन स्टप कति पनि हिँड्यो अरे 4 बजी हिँडेको नन स्टप अहिलेसम्म हिँडेको नै छैन हेर्नु त केही खाएको पनि छैन फेरि यो मान्छेले कहाँबाट इनर्जी आउँछ यो मान्छेको बिचरा चाकको हालत खराब बनाइदियो चाकमा टाका लाउनु पर्ने भयो अनि यिनलाई के अरे पोखरा पुग्ने बित्तिकै चितकमा दाबेर पिट्ने प्लान बनाएको छु मैले मेरो चाकको आज सत्यानाश बनायो तिमीले चाकले आज काचुदी फेरि नन स्टप 4 बजीदेखि कति बजी अलिकति बजी भन्दा 6 बजी होइन 4 घन्टा 4 घन्टा नन स्टप स्याङ्जाबाट यहाँसम्म ल्याएर आयो अरे ल अब हामी यहाँबाट अब पोखरा पुग्न 1 घन्टा लाग्छ अरे 1 घन्टा पुगेर खाजा पनि खाएको छैन खाना पनि खाएको छैन हामी त के को खाजा यिनले त खाएन मैले बरु त्यहाँ पोखरामा खाएँ अनि त्यहाँ खाने कहाँ खाएर बुटोल होइन बुटोल अन्डा चाउमिन खाएँ खाना नखाएर पानी नखाएर यो मान्छेले मलाई अपलोड गरेर ल्यायो मलाई लगातार 4 घन्टाको हिँडाइपछि यही खुवाएछ नि यिनले यहाँले भूतले यही खुवाएछ नि 4 घन्टापछि अब 1 घन्टा लाग्छ पोखरा पुग्न अनि खाएर अब गएर सुत्ने म त यार अब नि सुत्ने त होला के हो यत्रो दुःखपछि फाइनली होटलमा पुग्यौँ के अरे टोटलले चाहिँ उसको साथीहरू आएको रहेछ अनि उनीहरूलाई सरप्राइज दिन आँट्दैछ सरप्राइज हो नर्मली अब रेस्पेक्ट गरेर खातामालाई के लगाइदिने बुके फुलहरू के दिने रेडी गरिरहेको छ त्यहाँ भित्र अब जाँदैछौँ हामी
ओहो यहाँ त पहिले नै व्यवस्था रहेछ त कस्तो नर्भस भइरहेको थ्याङ्क यू धन्यवाद नमस्ते सबैजनालाई एउटा रुमाल पनि रेडी छैन हो फर्स्ट टाइम भेट भयो सबैसँग फर्स्ट टाइम हो सबैसँग फर्स्ट टाइम हो कसले होइन खुसीको हो बिचरा A few moments later. होइन यस्तो खुसीको आँसु आइरहेको छ क्या मलाई आज खुसी लाग्छ कपलहरू देखेर टाढो भएर देखाउने होइन कि खुसीको आँसु आइरहेको क्या मलाई पनि हो धेरै धन्यवाद यो चाहिँ जे अस्ति प्यारी फ्यामिली भेट सबैजना होला कि अलिक स्पेसल महँगो त तिमीलाई है के एउटा सरप्राइज छ के हो भने ऊ त्यो उसको के शशीको होइन दिदी ऊ त्यहाँ भित्र जान खोज्यो दिदी भित्र जानु खोज्यो यहाँ भित्र छिर्न लागे अनि उसको फेरि फस्न खोज्यो हामी सबै के हो तिमी चाहिँ के प्लेनमा जान्छौ प्लेनमा जाने दिदी यहाँ उसको चेन फुस्केर साँच्ची चेन फुस्केर जा चेन फुस्केर जानु नपायो नि पोखराको सोध्यो मेरो घरमा फेरि जान्छ टोइलेट छिर्नु नपाने यहाँ चेन फस्न खोलेर बस्यो दिदी मैले यिनलाई गाई भानिदिएँ आज यिनलाई गाई भानिदिएँ चाहिँ यिनलाई मैले गाई भानिदिएँ आज साथी हामी त नजाने हामी चाहिँ यसो पिसाब फेर आउँछ म पनि जान्छु मलाई पनि डर लाग्यो कि अघि पाइटको चाहिँ अब के चेन फुस्क्यो ओए मलाई राम्रै निकाल ल म राम्रो हेर त राम्री त हो र हेर न राम्रो त भोलि म ड्युटीबाट आउँछ तिमीलाई घुमाइदिन्छु ल हस्पिटल मेरो ड्युटी उतै लेक साइडको खोलामा यस्तो बस्नु भन्ने हो मान्छेले बोलाउने कम्प्युटर थुनिदिने हो तिमी इलिगल काम गर्ने रहेछ यार त्यही दाङ गाइड आजको लागि मैले गाइड आज यिनलाई हामी गाई पारिदिन्छौँ गाई मलाई हाइजा खान आँटे आज अब यिनी गाई के गाई साराको र झर्नाको पछि बसेपछि गाई ल है हामी त लग्यो आज ओल्डमा एउटा हिस्ट्री नै हामी लेख्दै छ दुईजना केटीले चाहिँ लग्यो घर कहाँ अरे प्यारा गानको केटालाई उडाइदिए भन्छ म भ्लगर बन्ने लाइकको छु यस्तै क्यामेरा मलाई पनि कसैले गिफ्ट गर्नु होला अनि म भ्लगर बन्छु तर राम्रो दिँदो रहेछ के हो रे यसको नाम राम्रो दिँदो रे तिमी भोलि उता बन्चम गरेर यस्तो गरेर हाल न यस्तो गर्ने ए एडिट गर्छौ न एडिट गर्छौ न
गर्छौ राम्रो बनाऊ है पछि भन्नुहोस् न मान्छेले मान्छेले भन्नु त्यो सादा 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 प्लिज प्लिज आइडिमेन्ट लाइट बाल्दियो पर्दैन लाइट बाल्ने अरू चिज देखिन्छ अहिले प्यारीहरू होइन अहिले चाहिँ हामी होइन आइसक्यौँ होइन गाइस अनि साथीहरू चाहिँ घर जाने अरे अनि दिदीहरूसँग सबैसँग ससी तिमी यहाँ आउन त पुऱ्याइदिन्छु खसी जिस्काएको नि खसीलाई ल फाइनल गाइज हामी के अरे गोस्टको चाहिँ दिदीहरूको पार्टी थियो पार्टी भन्दा पनि नर्मल्ली नास्ता खाएर यताउता गरेर आएर अब मजा सुत्ने हो 1 बजी लगभग 1-1.5 बजीको अनि अब एकछिन हाम्रो अब हाम्रो मेरो ससेमै गुड नाइट गफ दिएको कि म जस्ट मजा अब सुत्छु म ह म तिमीसँग सुत्छु के आउन सुत्छु प्लिज आई एम डराइङ तिमीले मलाई जिस्काउँदाखेरि आज के अरे 6 जना 7 जना केटीहरू छन् म एक्लै छु केटा आज हाइज्याक हान्छु जस्तो छ मलाई भोलि मलाई के भयो भने ट्याक्क बुझिहाल्नु होला नि तपाईँ ट्याक्क